गाउँघरमा अब आइपुगेर पनि डुल्नु हिँडेको भाउजू निका देखाउनुहोस् न तपाईँको बोटको हामीले त बोट लगाइसक्यो यहाँ अन्सी पनि आउने अरे मेरो भ्लगमा हो अन्सीको पनि पुरा हेर्छु नि मनिर डान्सहरू दामी गर्छ है अन्सीले इन्स्टाग्राममा त छैन नि गुड थ्याङ्क यू यहाँनिर चाहिँ डुलाइ हुँदैछ हाम्रो एकजना मान्छे आउनुको कारण चाहिँ किन हो मलाई मात्रै थाहा छ यहाँनिर दुईजनाले शीतल शीतल आउनु भएछ सफेद सफेद हाम्रो गाउँहरू नि कति शीतल छ हजुर औ साथी रेड पनि रहेछ पिङ्क प्रजातिको रहेछ क्यु स्विट कलर नि वा भाइहरू त यता हेर्नु पर्यो वा कामकारी र भाइहरू हो यहाँ ऊ अर्को नानी पनि के साह्रो काम गरेको होला नानीहरू हो कसले सिकाउनु भयो यस्तो काम गर्नु नानी यसरी मिठाईहरू पाउँछ हेर्नुहोस् है मेरो साथीले ल्याइदिएछ छुङको साथीले योनिर अनि हजुर मलाई दुईटै मेरो फेभरेट हो तिखा तिखा हो अहिले चाहिँ इभिनिङ पनि भइसकिसक्यो हो अब मेरो खाना पकाउने टाइम सुरु भयो अन्त चाहिँ म खाना तयारी गर्दैछु हो अन्त चाहिँ बोट पनि लगाएर आइसकिसक्यो हो काम हतार छ तपाईँहरूले पनि लगाइसक्नु भयो होला भोट आजको भोट कुन पार्टीले जित्ने हो है काम चाहिँ कहिले खत्तम हुँदैन बिहान पनि काम गऱ्यो गएको हो अहिले आएर फेरि स्टार्ट मौसम चाहिँ एकदमै राम्रो छ है यहाँको कस्तो ठन्डा छ कि बिहान बेलुका त झन् हामी खाएन दिएन थियो होला कि कहाँ भनेन त बोजूसँग भोटको बारेमा बात भएको हो खानाहरू पनि प्रोभाइड गरेर बोजूहरूलाई त हामीलाई त गरेन भनेको नि ए Mommy. Đâu có mày đó, có đến chi thảo. खाना बनाउँदैछ नानासँग बात गर्दै निर सीमा नानासँग छिटो खाना बनाउनु नानी सुतेको बेला छिटो बनाएर सुत्ती खाएर सुत्ती कर्ची मर्ची बनाउँदैछ मम्मीले चाहिँ हो हजुर हाल्नुहोस् न अनि चाहिँ त्यसको साथसाथमा मम्मीले चाहिँ यो मम्मी यसको चिम्डु है मम्मी चिम्डुको अचार यो बुङ्गा अनि यो चिम्डेको अचार बनाउनु हुन्छ अनि अङ्कलको बिहान गफ हुँदैछ भोटको बारेमा के बारेमा यहाँ नि अनु चाहिँ एकदम बिजी छ कति ब्युटिफुल हेर्नुहोस् न यहाँ माथि चाहिँ पिङ्क कलरको रोज हुन्थ्यो अहिले चाहिँ बहुत कम्ती छ केयरिङ नभएर हो यो चाहिँ यसरी नै गाडेको हेर्नु कमलकोठी हुन्छ कति दामी
ऊ पछाडिमा आयो, पछाडि पनि आयो बच्चु। ओइ त्यो दामी पनि रहेछ अरू भन्दा बच्चा भन्दा। ओइ कान दामी खालो कान। अबे टाउकोमा दिएछ त। नभन्तिर माया गरेन उयो आरिस गरेको। आरिस डरलाग्दो फलाउनु भएछ त अङ्कल। बन्दाकोपी हो कि फुलकोपी अङ्कल? दामी फलाउनु भएछ अङ्कलले, मेहनत अनुसार चाहिँ फलेछ है। ए थर्ड लाइन, थर्ड पल्ट। ए हुन्छ। तो मम्मी पापाले लगाइदिनुहुन्छ है मेहन्दी चाहिँ। हुन्छ हातले चलिरहेछ। मलाई चाहिँ मेरो पतिज्यूले मेहन्दी लगाइदिनु हुँदैछ। लु लु सपना अतिस न ल बोल्थे बोल्थे। त्यो उयो त पन्जा त अतिसले उयो क्याप्चर गर्ने क्या हो? म भोलिको लागि के पन्जा छ नि मेहन्दी लाउने, त्यो मेहन्दी लाउने होइन नि खास। लौ त्यही त हो त आन्टीले उहाँ चलाउने। त्यो क्लिप त मेरो 300 गयो। चलाउँदैन उयो झुन्डाइरहेको थियो अन्त मैले चलाइदिएँ। मलमा किनेको। ए तुम पापाले लगाइदिनु भएछ स्किनमा। यहाँ चाहिँ यसरी तेल लाउनुहोस् तपाईँहरूले चाहिँ नि। मेहन्दी लाउनु भन्दा अगाडि चाहिँ यसरी मेहन्दीमा तेल लाउनु भयो भने चाहिँ तपाईँहरूलाई चाहिँ। तर यहाँ चाहिँ अलिक पछि लगाइदिँदैछ। र कलर चाहिँ गएको जान्छ। अहिले लगाइहाल्नु भएको छैन नि त, छिटो जान्छ भनेर चाहिँ यसरी लाग्यो भने पनि जाइहाल्छ। तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ यसरी। जहिले पनि याद गर्नु होला यो कुरा चाहिँ। आगामी त्यसपछि उता जानुहोस्। त्यही डान्स गर्दै देखाइदेऊ। यहाँ हेर्नुहोस् है मम्मीलाई निर उयो गरिदिँदैछ, तयार गरिदिनु हुँदैछ पापाले। पापाको हात बिग्रिरहेको छ र पनि एकदमै मम्मीले भनेपछि त अब नभन्ने कुरै छैन पापालाई। यता हेर्नु मम्मी, सुन्तानीलाई के भन्नु चाहनुहुन्छ? सुन्तानीलाई मेरो पतिज्यू चाहिँ यो खालको छ नि फेरि। पता है आपको पता है? त्यति मात्रै भन्न चाहनुहुन्छ? भन्ने